ओहो नि बरै ल है त ओहनी बरे क्वाक्की दिएका छन् है। सो हेलो एभ्रीवान, के छ त हजुर हाल खबर के सन्चै आरामै हुनुहुन्छ त? म पनि आज सन्चै आराम एकदम ठिकठाक छु है त। नवलपुर बुलिङ टार गाउँपालिका वडा नम्बर 3 चमघामा भइरहेको गेम हो त यो चाहिँ बबाल भएको छ है, बबाल हुनेवाला छ है त। आज पनि धमाधम गेम सुरु हुन लागिसकेको छ है त। यता फेरि हल्का के विवाद परेछ त ल है त। अब चाहिँ गेम फाइनली सुरु हुन आँटिसकेको छ है त। र तपाईँहरू कहीँ कतै नजानुला है। अबको गेम भने चाहिँ नवलपुर घरेलु डाँडा भर्सेस कालिका गाउँपालिका बीच हुने घमासान गेम हुन गइरहेको छ है त। विवादपछि गेमहरू सुरु हुन आँटिसकेको छ है। तपाईँहरू कहीँ कतै नजानु होला है त। फुर्सदमा हुनुहुन्छ भने सुतेर हेर्नु होला, ड्युटीमा हुनुहुन्छ भने लुकेर हेर्नु होला है। अत्यन्तै रमाइलो भइरहेको छ है गेम चाहिँ। हेर्न आउनुहोस् है तपाईँहरू पनि। कसले पनि नानु बनाउने हुन् त 20,000 को हुनु, कतै बौदी कालिकाले च्याप्प पारेर लाने पो हुन् कि। ल है त अब सुरु हुन आँटिसकेको छ है। घरेलु डाँडा उपस्थित नभएको अवस्थामा छ्या लाइक पनि गरौँ है। साह्रै लाइक कम्ती भयो त। माहौल पनि तातेको छ है, माहौल तातेको छ है यतिखेर। घाम पनि टन्टालपुर घाम लागेको छ है यतिखेर है त। मानिसहरूको ओहिरो चलिरहेको छ है। बुलिङ टार 3 चमघाम भइरहेको छ यो गेम चाहिँ। बुलिङ टार 3 चमघाम है त। घरेलु डाँडाको खेलाडी साथीहरू पनि उपस्थित भइसकेको अवस्था छ। कहीँ कतै नजानु होला है। अबको 5 मिनटमा गेम सुरु भइहाल्छ है। नवलपुर घरेलु डाँडा भर्सेस डेढगाउँ बौद्धिकालिका बीचमा आसान हुन गइरहेको छ है त। अत्यन्तै चास लाग्दो बनेछ है। गेम चाहिँ सुरु हुन आँटिसकेको छ है। खेलाडीहरू लाइनअपमा देख्न सकिन्छ। गेम चाहिँ दामी होला जस्तो छ है त। हाम्रो आजको एम्पायर हुनुहुन्छ प्रदेश स्तरीय रेफ्री केशर बहादुर खन्दलको हुनुहुन्छ है आजको रेफ्री चाहिँ। तातिसकेको छ है, माहौल चाहिँ तातिसकेको छ है। ल सुरु भइसकेको छ म्याच। आज निकै कडा प्रतिस्पर्धा हुने जस्तो देखिन्छ है त। बौद्धिक कालिका भर्सेस नवलपुर घरेलु डाँडा बीच यो म्याच भइरहेको छ है। यो डे 3 को सेकेन्ड राउन्ड गेम भइरहेको छ है। यहाँ चाहिँ निकै ढिला सुस्ती भएको छ है गेमको लागि चाहिँ। केही कमजोरी देखिन्छ यतिखेर। आइजन टिमहरू अलिकति कमजोरी हो कि भन्ने लागिरहेको छ है हामीलाई चाहिँ। कसले पो लाने हुन्छ 20,000 नानु बनाएर। गेम सुरु भइसकेको छ है। यो बाजाले बोल्छ न एउटा हाल्दै समाधान ढुक्क भान्जाको दुईटा फोटो भागेका उतै उतापट्टि बस्छ न। नयाँ नयाँ खेलाडीहरूको आगमन भइरहेको छ त। बौद्धिक कालिका डेढगाउँमा भने के अनुभवी खेलाडीहरू देख्न सकिन्छ है। आजको म्याच बबाल हुनेवाला छ है, बबाल है। सर्भिस डेढगाउँलाई गेम सुरु भइसकेको छ है। सर्भिसमा बौद्धिक कालिका नम्बर 00 है यतिखेर 00 छ है। ओहो नि बरे यो के गर्यो त? ओहो 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 यो के हुने त? ओहो नि बरे क्वाक्की दिए त। ओहो नि बरे बौद्धिक कालिका प्लेयर कडा पो रहेछ नि त। नम्बर बोर्ड 1-0 को अवस्था छ है यहाँ। फेरि सर्भिसको लागि बौद्धिक कालिका केही चान्स लिन सक्छन् यहाँ। बौद्धिक कालिका फेरि पनि यति माथि भयो बबाल हुन्छ कि। सर्भिस आउटसँगै नम्बर घरेलु डाँडालाई 1 बराबरको अङ्क है। 1 बराबरको अङ्क भइसकेको छ है। सर्भिसमा घरेलु डाँडा है यतिखेर घरेलु डाँडा। ल है ल है ल है ल है ल है। हो नि भरे यो के भयो त? यो के भयो त? यो टचको सङ्केतसँगै नम्बर बल बौद्धिक कालिकालाई 2-1 अवस्था है। तातेको छ है माहौल, तातेको छ है। सर्भिसमा बौद्धिक कालिका हो नि भरे फेरि पनि आउट सर्भिस। यो के गर्छन् त एकतार है बौद्धिक कालिका प्लेयरहरू के गर्छन् है। अचम्मै छ त। कतै घरेलु डाँडाले त भ्याउने होइन। राम राम राम। जर्सी नम्बर 11 उत्कृष्ट स्पाइक गरेर यहाँ नम्बर खातामा चढाउन सफल बौद्धिक कालिकाको लागि। गोली सटले घरेलु डाँडालाई परार गरे त। सर्भिसमा बौद्धिक कालिका हो नि भरे यो डाइभसँगै फेरि पनि बौद्धिक कालिकालाई नम्बर 4-2 को अवस्था है। 4-2 को अवस्था छ है। सर्भिसमा डेढगाउँ ओहो नि भरे क्वाक्की दिए त। जर्सी नम्बर 10 यो के भयो त? ल है त यतिखेर भने नम्बर 3-4 को अवस्था छ है। ल है त बलिङ लागै हो त। ल है त कतै भ्याउने त होइन।
ल है त बल बल हावामा यतिखेर बल हावामा हो नि बरे ल है के बोल्यो गर्ने त पाएन भिडियो मैले मात्रै गरिरहेको छु हो नि बरे यो कस्तो प्लेस हो म त आचम्मैमा परे त छ्यास्स कमेन्ट गर्नु त यो कस्तो प्लेस हो सर्भिसमा सिमल डाँडा ल है त जालीमा सर्भिस यो फाइदा बौद्धिकारीलाई घरेलु डाँडा हो मौकाको फाइदा बौद्धिकारीले च्याप्प पारेको छ है यतिखेर हो नि भाइ ल है त हो नि बरे राम यो कस्तो खालको सर्ट हो नि बरे आउटसँगै नम्बर घरेलु डाँडालाई टुप्पोमा लाएर प्याट्ट झरेको हो नि बरे जर्सी नम्बर 7 उत्कृष्ट स्पाइक गर्दै आफ्नो खातामा नम्बर जोड्न सफल बौद्धिकारीको तर्फबाट हेलमेट चाहिँ हराएको अवस्था छ माहौल तताइरहेको छन् तपाईँहरूले कतैतिर थाहा पाउनुभयो भने घरेलु डाँडा पनि कम छैन यो अवस्थामा हो नि भाइ यतिखेर लामो र्याली चलिरहेको छ तर असफल देखिन सकिन्छ घरेलु डाँडालाई केही कमजोर त छैनन् प्रतिस्पर्धा गरिरहेको अवस्था देख्न सकिन्छ गेम त हो हार जित त भइहाल्छ नै हो नि भरे यो कस्तो सेफ हो ओहो फेरि पनि जालीमा यतिखेर भने बौद्धिकालिकाका प्लेयरहरू केही अनुभवी र उत्कृष्ट प्लेयरहरू देख्न सकिन्छ भने तर घरेलु डाँडाको पनि कम छैनन् है यतिखेर माहौल चाहिँ तताइरहेको छन् है हो नि भरे यो कस्तो सर्ट हो घातक स्पाइस ओहो उत्तिकै राम्रो डिफेन्स यो बबालै भएको छ है र्याली लामो र्याली हो नि भरे यो कसले लास्टमा 7 नम्बर जर्सी यतै आइपुग्यो त मेरो क्यामेराको अगाडि के बलले उहाँलाई धकलेकै हो त सर्भिसको लागि घरेलु डाँडा नम्बर बल बनाएको हो नि भरे घातक स्पाइक यतिखेर तर डिफेन्स उत्तिकै राम्रो हो नि भरे राम्रो बचाउ हो नि भरे के भयो त यो घरेलु डाँडा जसको फाइदा घरेलु डाँडालाई नम्बर 9 बराबर के भयो त सँगै यहाँ लामो र्याली हो नि भरे तर बल कट्न असफल जसको फाइदा डेढ गाउँलाई 10-9 अङ्क तानेको छ माल तातेको छ ओहो नि बरै ढाल्नै खोजेको थिए है त यो कस्तो स्पाइक हो नानो बनाइदेलान् जस्तो छ है घरेलु डाँडाका प्लेयरहरूले धन्दै पेटै फुटाल्दैनन् त सर्भिसको लागि घरेलु डाँडा ल है त डेढ गाउँको प्लेयर पनि कम त छैनन् है ल है त जालीमा बल यतिखेर जसको फाइदा डेढ गाउँ यतिखेर 11 छ भने घरेलु डाँडा 10 अङ्क निकै कम्पिटिसनमा है त गेम कम्पिटिसन भएको छ ल हो नि भरे राम्रो बचाउ हो नि भरे घातक स्पाइक यतिखेर जर्सी नम्बर 7 उदयमान खेलाडी बौद्धिकालीका गाउँपालिकाका 1 नम्बर चर्चित खेलाडी पनि हुन् उहाँ ल है त के भन्यो त हो नि भने खराब ज्याप पारिदिएका छन् है यतिखेर खराब ज्याप 90 डिग्री नै हानिदिएका छन् है तर यहाँ रेफ्री इसारा अनुसार बल घरेलु डाँडालाई कि फलको सङ्केतसँगै यतिखेर 14-15 है हो नि भरे के भयो त हो नि भरे ल है यतिखेर फेरि पनि नम्बर बल घरेलु डाँडालाई यतिखेर 15 बराबर अङ्क बराबरी नम्बर घरेलु डाँडालाई ल है त हो नि भरे यो घातक स्पाइक सँगै नम्बर डेढ गाउँलाई यो गेमै फेरि एउटा मात्रै नाम गुन्जिएको छ जर्सी नम्बर 7 निकै चर्चित खेलाडीको नाम मात्रै गुन्जिएको छ है त हो नि भरे ल यो प्लेसँगै यो लड्न पुगेको सङ्केत अनुसार रेफ्रीको जसको फाइदा बौद्धिकालीका डेढ गाउँलाई सर्भिसमा डेढ गाउँ हो नि भरे ल के गरे त ओहो नि भरे प्याट्टा गरेर प्लेस गर्दै त हो नि भरे ओभरल्यापको सङ्केत गरे त यहाँ जसको फाइदा घरेलु डाँडालाई है त प्रेसर कुकर पड्किने लागेको अवस्था तातेको छ है माउले तातेको छ है ल कसले पो नानो बनाउनु लान्छ त
ल है त ल है त ल है त ल है त हो नि बरै राम्रो बचाऊ हो नि बरै जर्सी नम्बर 7 यतिखेर आउट हान्न पुगेको छन् जसको फाइदा घरेलु डाँडालाई 17 छ भने डेढगाउँ 19 जसको फाइदा जालीमा बल जसको फाइदा डेढगाउँलाई फेरि पनि अङ्क घरेलु डाँडालाई 18-19 को अवस्था निकै मच गेम भइरहेको छ है त्यहाँ मच भइरहेको छ है त हातले पनि मिलाएर गर्छु ल है त सर्भिसको कमजोरीसँगै यसको फाइदा डेढगाउँलाई नत्र किनिहाल्थे सधैँ हिँड्ने बाबु किन्यो तात्नु परेको देखिन्छ है यहाँ घरेलु डाँडाले देखिन्छ तात्नु परेको हो नि बरै जस्ताको तसलाई ढेँडालाई निस्तै भने जस्तो भयो त यहाँ त जालीमा सर्भिस गरे त 3 मिनेटमै भ्याइन्छ क्या माउल चाहिँ तताएका छन् है 3 मिनेटमा हेर्ने मान्छेलाई नि बबालै मजा भएको अवस्था छ है यता पछि सनकार ल है त के पो हुने त यहाँ कसले पो बाजी मार्ने हुन् त के भयो त ल है त यहाँ जुत्ता फुस्किएको अवस्था ल है त सर्भिस बल आउटसँगै जसको फाइदा डेढगाउँलाई डेढगाउँ यतिखेर जितको नजिक पुगिसकेको छ भने यतिखेर ल यो प्लेसँगै अङ्क घरेलु डाँडालाई 19-20 अङ्क रहेको छ 19-20 ल है त यो फेरि एकपछि एक गरेर गल्ती गर्नुका कारण अङ्क बराबरी यतिखेरको टेक्निकल टाइम आउटसँगै डेढगाउँ केही तात्नु परेको अवस्था देख्न सकिन्छ दुवै टिमले आफ्नो टिमलाई उत्कृष्ट बनाउनको लागि जादुको छडी घुमाउनु पर्छ यहाँ जादुको छडी घुमाउनु पर्ने अवस्था देखिन्छ है त माहौल चाहिँ बबालै भएको छ है हाम्रो मानबहादुर श्रेष्ठ कहाँ जानुभयो यता अगाडि आउनु पर्यो अरे ल है त सर्भिसमा घरेलु डाँडा ल है त ल कसले पो भ्याउला नि त ओहो नि बरे ल है कोट्याइदिएको ओहो नि बरे फेरि पनि डिफेन्स उत्कृष्ट बचाउ ल ओ माई गड कस्तो डिफेन्स हो यो मलाई लाग्छ मलाई त ल फेरि पनि बचाउ घरेलु डाँडा ओहो फेरि पनि ओहो ल बल त झर्दैन त हो नि बरे क्वाक्की दिएका छन् तर राम्रो बचाउ फेरि पनि बचाउ गरिरहेका छन् घरेलु डाँडा ओहो यो उत्कृष्ट प्लेस पनि बचाउ गरिदिएका छन् हो नि बरे फल गर्नुभयो तर सर्ट भने ओपी थिए कसले पो बाजी मार्ने हुन् त यो अचम्मको गेम भयो त हो नि बरे जालीमा सर्भिस जसको फाइदा डेढगाउँलाई यता पछाडिपट्टिको माहौल देख्न सक्नुहुन्छ है नानीहरूको यहाँ लर्को चलिरहेको छ है नानीहरूको अच्छा छ है त कुन चाहिँ मन पर्यो छासे कमेन्टमा लेख्नु होला है त सर्भिस आउट जसको फाइदा हो नि बरे फेरि पनि आउट सर्भिस जसको फाइदा घरेलु डाँडालाई त खेल्छन् फाइनल माहौल त निकै बबालै भएको छ त ओहो नि भने फेरि पनि जालीमा सर्भिस यो जालीमा सर्भिस कति चोटिसम्म गरिन्छ हो मलाई त थाहा भएन त के तपाईँहरूलाई थाहा छ ट्याक्क कमेन्टमा लेख्नु होला है त ल फेरि लामो र्याली ओहो नि बरे जर्सी नम्बर 7 ओहो उत्कृष्ट प्लेस यतिखेर जसको फाइदा डेढगाउँलाई 21-19 अङ्क भने निकै मच भएको छ है ल कसले पो बाजी मार्ने हुन् त ओहो नि बरे ल जर्सी नम्बर 7 उत्कृष्ट स्पाइक फेरि पनि जसको फाइदा 22 तर घरेलु डाँडा पनि कम छैन है त नम्बर करिब नजिक पुर्याएको छन् है नम्बर यतिखेर नम्बर चाहिँ ट्याक्क भन्नुपर्दा 23-21 भएको अवस्था रहेछ है 23-21 है त
ल कसले पो मार्ला नि त ओहनी भरे क्विक स्पाइक के भयो त ओखनी भरे क्वाकी दिएका छन् है यतिखेर उत्कृष्ट स्पाइकसँगै नम्बर यतिखेर टेक्निकल डेढ गाउँलाई टाइम आउट कि टाइम रेस्ट यो भन्छ टेक्निकल टाइम आउट सँगै रेस्ट टाइम र रेस्ट डेढ गाउँ निकै तातेको अवस्था देख्न सकिन्छ साथै घरेलु डाँडा पनि तातो परेको जस्तो देखिन्छ है यतिखेर सन्टाले फर्स्ट टाइम त नम्बर बल सर्भिसमा डेढ गाउँ यतिखेर ओहनी भरे ल यो भेट्न सकेनन् जसको फाइदा डेढ गाउँलाई यतिखेर 23-25 यानि कि 25-23 को अङ्कमा डेढ गाउँले आफ्नो एक सेट खातामा चढाइसकेको छ है आफ्नो एक सेट हात पारिसकेको छ हेरौँ अर्को सेट यानि कि सेकेन्ड राउन्ड कसले पो बाजी मार्ला नि त छ्यास कमेन्ट लेख्नु होला है त यता देख्नु छ भने चाहिँ हाम्रो बाजेहरू ट्याक्क लाएर ढाका टोपी च्याट्ट लाएर आउनु भएको छ है सो एभ्रिवान अहिलेको लागि यति नै ओके बाइ थ्याङ्क यू सो मच